आजको जमानामा स्क्रिन बिनाको जिन्दगी नै सोच्न गाह्रो छ। अब तपाईँ नै भन्नुहोस् कि तपाईँ उठ्ने बित्तिकै मोबाइल हेर्नुहुन्छ कि हुन्न। खाना खाँदाखेरि पनि तपाईँलाई नेटफ्लिक्स वा युट्युबको आवश्यकता पर्छ कि पर्दैन। सुत्नु अघि लास्ट मोमेन्टसम्म पनि रिलहरू हेरिराखौँ जस्तो लाग्छ कि लाग्दैन। एकैछिन फ्री हुने बित्तिकै मोबाइलको स्क्रिनतिर हेर्न मन लाग्छ कि लाग्दैन। यो सब यदि तपाईँलाई जीवनमा सामान्य लाग्छ भने तपाईको लागि यो एउटा ठुलो समस्या हो, किनकि यो बानीले तपाईको मस्तिष्क, शरीर, मन सबैलाई एकदमै दुष्प्रभाव पारिरहेको हुन्छ। आज हामी एउटा विशेष विषयवस्तु जसलाई हामी स्क्रिन टाइम भन्छौँ, हाम्रो मोबाइल या अरू स्क्रिन हेर्ने जुन बानी बेहोरा छ त्यसको बारेमा हामी कुरा गर्दैछौँ। यसले हाम्रो मन मस्तिष्कलाई कसरी दुष्प्रभावित पारिरहेको छ, यसले हाम्रो शरीर, मन इत्यादिलाई कसरी नियन्त्रित गरिरहेको छ। हामीले लाग्न सक्छ कि हामी चाहिँ हाम्रो मोबाइललाई कन्ट्रोल गर्न सक्छौँ या कन्ट्रोल गरिरहेको छौँ, तर मोबाइलले नै हामीलाई नियन्त्रित गरिरहेको छ। यसले हामीलाई दुष्प्रभाव पारिरहेको छ। आजको विषयवस्तु कुनै खास विशेष उमेर समूहको मान्छेको लागि होइन, यो सबै उमेर समूहको मान्छेको लागि हो। बालबालिका, अभिभावक, शिक्षक, युवा सबै उमेर समूहका मानिसहरूको लागि आजको विषयवस्तु धेरै नै महत्त्वपूर्ण हुनेछ, किनकि मोबाइल नचलाएको, स्क्रिन प्रयोग नगरेको मान्छे आजको टाइममा बिरलै पाइन्छ। त्यो स्क्रिन पनि मान्छेले सदुपयोग गर्ने हिसाबले होइन कि हरेक कुरा त्यसमा चाहिँ मनोरञ्जनदेखि खुसीको पनि खोजी मोबाइल र स्क्रिनबाट नै खोज्ने जस्ता व्यवहारले गर्दा यो मोबाइल चाहिँ आजको समयको लागि उपयोगी या सदुपयोगी नभएर यसले चाहिँ एउटा समस्या र अभिशापको रूपमा चाहिँ उपस्थित हुँदै गएको चाहिँ हामीले पाउँछौँ र यसले हाम्रो शरीर र मस्तिष्क, मनमा थुप्रै दुष्प्रभाव पारिरहेको हामी पाउँछौँ। त्यसैले यो स्क्रिन टाइमलाई या मोबाइल चलाउने जुन व्यवहार र विचार छ त्यसमा हामी कसरी परिवर्तन ल्याउन सक्छौँ, यसलाई कसरी हामी चाहिँ समुचित रूपमा व्यवस्थापन गर्न सक्छौँ र हामी फेरि कसरी खुसी हुन सक्छौँ र हामी चाहिँ कसरी स्वस्थ हुन सक्छौँ जस्ता कुराहरूको बारेमा आजको पोडकास्ट धेरै नै जानकारीमूलक हुनेछ। सो आज हामी कुरा गर्नेछौँ यो स्क्रिन टाइम भनेको के हो, यसले हाम्रो शरीर, मस्तिष्क र मानसिक स्वास्थ्यमा कस्तो असर पारेको छ, यसले हामीलाई कसरी नियन्त्रित गरेको छ र यसलाई हामी कसरी नियन्त्रित गर्न सक्छौँ। सबै उमेर समूहको मान्छेको लागि यसलाई व्यवस्थापित गर्न के कस्ता समाधान हुन सक्छन् त्यसको बारेमा विस्तारमा छलफल गर्नेछु। सबभन्दा पहिलो प्रश्न, स्क्रिन टाइम भन्नाले के बुझिन्छ? स्क्रिन टाइम, टोटल टाइमलाई हामी कसरी चाहिँ परिभाषित गर्न सक्छौँ? हाम्रो दैनिक जीवनमा हामी जे काम होस्, चाहे त्यो हाम्रो मनोरञ्जनसँग सम्बन्धित होस्, चाहे त्यो हाम्रो पढाइ लेखाइसँग सम्बन्धित होस्, या चाहे त्यो हाम्रो चाहिँ प्रोफेसन अर्थात् चाहिँ हाम्रो चाहिँ कामसँग जोडिएको होस्, त्यो कुराहरूसँग जोडिएर हामी जुन स्क्रिन प्रयोग गर्छौँ, चाहे त्यो मोबाइलको स्क्रिन होस्, चाहे त्यो कम्प्युटरको स्क्रिन होस्, चाहे त्यो टिभीको स्क्रिन होस्, चाहे त्यो अन्य कुराको स्क्रिन होस्, त्यो 24 घण्टामा जति बेर हामी चाहिँ त्यो स्क्रिन अगाडि बसेर चाहे जुनसुकै क्रियाकलाप होस् त्यो गर्छौँ, त्यो टोटल टाइमलाई जोडेर जुन टाइम निस्किन्छ त्यसलाई हामी टोटल स्क्रिन टाइम भन्छौँ। त्यो टोटल स्क्रिन टाइमले हाम्रो सम्पूर्ण स्वास्थ्यमा त्यसले कस्तो असर पार्छ त्यसले निर्धारित गर्छ। त्यसमा धेरैको चाहिँ कन्फ्युजन हुन सक्छ। कतिपयले खालि मोबाइल चलाएकोलाई मात्रै स्क्रिन टाइम भनेर बुझ्नुहुन्छ, व्यावसायिक रूपमा ल्यापटप चलाएकोलाई चाहिँ काउन्ट गर्नुहुन्न। तर यदि हामी रियलमा चाहिँ वास्तविकतामा हेऱ्यौँ भने टोटल टाइम जुन हाम्रो टाइम 24 घण्टाको टाइम स्क्रिनको अगाडि, चाहे त्यो मोबाइलको होस् स्क्रिन होस्, चाहे त्यो अन्य कुराको स्क्रिन होस्, जुन टोटल टाइम बित्छ त्यो सबैलाई जोडेर नै हामी टोटल स्क्रिन टाइम भनेर बुझ्नुपर्छ। यसैसँग जोडिएको अर्को एउटा महत्त्वपूर्ण प्रश्न, यदि हाम्रो स्क्रिन टाइम धेरै भयो भने चाहिँ यसले हाम्रो शारीरिक स्वास्थ्यलाई या अन्य स्वास्थ्यलाई कस्तो असर पार्छ? यो यदि हामी हेऱ्यौँ भने यसले आँखाको समस्या निम्त्याउँछ। आँखामा यसले थकान गराउँछ, आँखालाई ड्राई गराउँछ र हाम्रो दृष्टिलाई नै कमजोर गर्न सक्छ। त्यही भएर
यसले आँखाको स्वास्थ्यको लागि चाहिँ धेरै स्क्रिन टाइम चाहिँ एकदमै चाहिँ समस्या गराउन सक्छ। त्यस्तै मानसिक स्वास्थ्यलाई पनि यसले एकदमै समस्या गराउँछ। यसले चाहिँ हाम्रो एकै किसिमको मुद्रा चाहिँ उत्पत्ति गर्छ धेरै बेरसम्म र हामी एउटै पोजिसनमा घोप्टिएर एउटै पोजिसनमा धेरै बेरसम्मको लागि चाहिँ स्क्रिन हेरिरहेका हुन्छौँ। हामी पोजिसन चेन्ज गर्दैनौँ। त्यसैले यसले चाहिँ हाम्रो ढाड सम्बन्धी समस्याहरू गरिरहेको हुन्छ। त्यस्तै धेरै स्क्रिन टाइमले चाहिँ हाम्रो शारीरिक सक्रियतालाई घटाउँछ, जसको फलस्वरूप मान्छेमा मोटोपना, मधुमेह, मुटु रोग जस्ता समस्याहरू यसले निम्त्याइदिन्छ। त्यस्तै निन्द्राको समस्या, यदि हाम्रो स्क्रिन टाइम धेरै भयो भने यसले स्क्रिनको उज्यालोपनाले गर्दा चाहिँ हाम्रो मस्तिष्कबाट निन्द्रा चाहिँ ल्याउने र बढाउने जुन मेलाटोनिन नामको हार्मोन छ त्यसको प्रोडक्सन उत्पत्ति नै उत्पादन नै यसले कम गरिदिन्छ र हाम्रो जीवनको जुन निन्द्रा सबभन्दा महत्त्वपूर्ण पार्ट छ त्यसलाई यसले खलबलाएर यसलाई कम गरिदिन्छ। धेरै स्क्रिन टाइमले हाम्रो मस्तिष्क र मानसिक स्वास्थ्यमा कस्तो असर पार्छ? हाम्रो मस्तिष्क र मानसिक स्वास्थ्यको स्क्रिन टाइमसँग जोडेर हेऱ्यौँ भने सबभन्दा पहिलो कुरो यसले फोकसलाई घटाइदिन्छ। यदि हामी धेरै बेर चाहिँ स्क्रिनलाई प्रयोग गर्यौँ भने फोकस गर्ने, ध्यानलाई केन्द्रित गर्ने जस्ता जुन हाम्रो क्षमता छ त्यसलाई यसले कम गर्छ। त्यही भएर बच्चाहरूमा चाहिँ मिस्टेक, गल्ती गर्ने पढाइ लेखाइमा र कुनै कुरालाई चाहिँ फोकस गरेर त्यसलाई चाहिँ बुझ्न सक्ने जुन क्षमता छ त्यसलाई यसले धेरै नै दुष्प्रभावित पारिरहेको हुन्छ र यसले चाहिँ बालबच्चा र किशोरावस्थामा बौद्धिक क्षमता, सम्झिने क्षमता, फोकस गर्ने क्षमताहरूमा यसले कमी ल्याउँछ। भावनात्मक असन्तुलन, धेरै बेर स्क्रिनलाई प्रयोग गर्यो भने सबै उमेर समूहको मानिसमा यसले चाहिँ चिरचिरापन, छिटो इरिटेट हुने, छिटो रिसाउने जस्ता चाहिँ समस्याहरू यसले निम्त्याउँछ। डोपामिन सर्ज एउटा विशेष प्रकारको शारीरिक प्रक्रिया हो जस अन्तर्गत हामी साना साना कुरा गरेर जुन खुसी प्राप्त गर्छौँ त्यो खुसी चाहिँ डोपामिन नामको हार्मोनको प्रोडक्सन, उत्पादनमा भर पर्छ। जब हामी यसको लागि चाहिँ मोबाइलको रिल, मोबाइलको चाहिँ साना साना भिडियोमा जब हाम्रो यसमा निर्भरता बढ्छ त्यसपछि त्यहाँबाट मात्रै हामी त्यो डोपामिन सर्ज चाहिँ प्राप्त गर्छौँ, खुसी प्राप्त गर्छौँ। त्यो बाहेकका अन्य क्रियाकलापमा चाहिँ हामी त्यो डोपामिन सर्ज हाम्रो ब्रेनभित्र उत्पादित हुँदैन र त्यसपछि हाम्रो अन्य काममा हाम्रो मन चाहिँ लाग्दैन, हाम्रो लाइफ चाहिँ निरस भएर जान्छ। हामी चाहिँ पटक पटक हाम्रो दिमागले, हाम्रो मनले चाहिँ त्यही स्क्रिन, त्यही रिल्स र त्यही चाहिँ कुराहरू चाहिँ खोजिरहेको हुन्छ। त्यसैले यो चाहिँ एक प्रकारको लत लगाउँछ। जसरी मानिसमा चुरोट, रक्सी र अरू ड्रगको लत लाग्छ त्यस्तो नै स्क्रिनले चाहिँ लत लगाउँछ र हामी चाहिँ खुसीको लागि चाहिँ यसैमा भर पर्नुपर्ने हुन्छ र अन्य कुराबाट हामी चाहिँ खुसी प्राप्त गरिरहेको हुँदैनौँ। त्यस्तै धेरै स्क्रिन टाइमले हाम्रो अन्तर सम्बन्ध, हाम्रो पारिवारिक सम्बन्ध, हाम्रो चाहिँ रिलेटिभहरूसँगको सम्बन्ध बिग्रेर जान्छ किनकि हामी त्यो कुरामा रमाउन सक्दैनौँ। हामी खुसीको लागि चाहिँ स्क्रिनतिर बढी लम्किन्छौँ र निर्भर हुँदै जान्छौँ र त्यसपछि हामी चाहिँ आफ्नो परिवार, आफ्नो समाजबाट अलग्गिँदै जान्छौँ र यसले हाम्रो पारिवारिक, सामाजिक स्वास्थ्यमा चाहिँ यसले एकदमै विषम अवस्था सिर्जना गरेको हुन्छ। यसै क्रममा एउटा अर्को महत्त्वपूर्ण प्रश्न, हाम्रो जीवनमा स्क्रिन टाइम कसरी निर्धारित गर्न सक्छौँ? अर्थात् सबै उमेर समूहको लागि एउटै स्क्रिन टाइम हो र हामी कति स्क्रिन टाइम हाम्रो शरीरको लागि चाहिँ, हाम्रो स्वास्थ्यको लागि चाहिँ कति समय चाहिँ हामी चाहिँ लिमिट गर्नुपर्ने हुन्छ त? यसको यदि हामी सही उत्तर हामी खोज्यौँ भने हामी के देख्छौँ भने हामी चाहिँ खास गरेर बच्चा, 2 वर्ष मुनिको बच्चालाई सकेसम्म स्क्रिन चाहिँ देखाउनै हुँदैन। त्यसपछि 2 वर्षदेखि 5 वर्षको बच्चालाई स्क्रिन टाइम 1 घन्टाभन्दा मुनि राख्नुपर्छ। 5 वर्षदेखि 17 वर्षको किशोरावस्था र बालबालिकाको अवस्थामा चाहिँ यो स्क्रिन टाइम 1 देखि 2 घन्टासम्म राख्नुपर्छ र त्यो टाइम चाहिँ निर्धारित गरेर उनीहरूलाई त्यो टाइम क्रस नगर्न चाहिँ निर्देशन र बुझाउनु पर्ने हुन्छ। वयस्क अवस्थामा यो स्क्रिन टाइम 3-4 घन्टासम्म पनि हुन सक्छ, तर ती टाइममा चाहिँ हामीले हाम्रो आँखालाई सुरक्षित गर्नलाई ब्लू कट टाइपको ग्लासेसहरू प्रयोग गर्नुपर्ने हुन्छ र ती 3-4 घन्टा हामी चाहिँ लगातार एकै लटमा चाहिँ प्रयोग गर्नु हुँदैन र हरेक आधी घन्टादेखि 45 मिनटपछि
हामी केही मिनटको लागि चाहिँ रिफ्रेस हुनै पर्छ। त्यसबाहेक यदि हामी आइटी प्रोफेसनमा या अन्य स्क्रिन नै चलाउनु पर्ने व्यवसायमा या पेसामा छौँ भने त्यो अन्य समय पनि त्यसमा हामी लगाउन सक्छौँ। त्यसमा चाहिँ खास गरेर जुन अघि मैले भने त्यसमा चाहिँ आँखालाई प्रोटेक्ट गर्ने विशेष प्रकारको ग्लासेस चस्माहरू प्रयोग गर्नुपर्छ, जसले कि आँखालाई असर गर्ने लाइटलाई चाहिँ कट गरोस्, कम गरोस्। त्यस्तै चाहिँ हरेक एउटा समयावधिपछि चाहिँ हामीले ब्रेक लिन जरुरी हुन्छ, नत्र यसले हामीलाई विभिन्न हिसाबले चाहिँ दुष्प्रभावित बनाइरहेको हुन्छ। आजको पोडकास्टको सबभन्दा महत्त्वपूर्ण प्रश्न, यो स्क्रिन टाइमलाई हामीले कसरी व्यवस्थापन गर्न सक्छौँ या के उपाय या खुर्किलाहरू हुन सक्छन्? यदि हामी यसलाई व्यवस्थापन गर्न साँच्चीकै चाहन्छौँ भने हाम्रो लागि थुप्रै उपायहरू छन्। त्यसमा सबभन्दा पहिला जुन हामी मोबाइल युज गर्छौँ त्यसमा चाहिँ स्क्रिन टाइम ट्र्याकर एपहरू हाम्रो मोबाइलमा नै छ। त्यसलाई हामी चाहिँ एक्टिभेट गर्न सक्छौँ र हामी 24 घण्टामा कति बेर त्यसको प्रयोग गर्यौँ भन्ने कुरा उसले लेखाजोखा राख्छ र हामीलाई त्यसको जानकारी दिन्छ र ती जानकारीलाई हामीले प्रयोग गरेर स्क्रिन टाइमलाई बिस्तारै घटाउँदै गए र हामी चाहिँ त्यसलाई चाहिँ हाम्रो लिमिटमा राख्न सक्छौँ। त्यस्तै हामी चाहिँ हाम्रो जीवनमा हामीले प्रयोग गर्ने जुन ठाउँहरू छ त्यसमा नो स्क्रिन जोन भनेर तोक्न सक्छौँ। खास गरेर केही एक्टिभिटीहरू जस्तो खाना खाने बेलामा, हाम्रो साथीभाइहरूसँग बस्ने बेलामा, कुरा गर्ने बेलामा त्यतिखेर हामी सकभर चाहिँ मोबाइल युज नगर्ने। त्यस्तै हामी चाहिँ सुत्ने कोठामा, हामी चाहिँ मिटिङ हलमा चाहिँ हामी चाहिँ स्क्रिन प्रयोग नगर्ने जस्ता कुराहरू हामी निर्धारित गरेर चाहिँ हामी टोटल स्क्रिन टाइमलाई कम गर्न सक्छौँ। त्यस्तै स्क्रिन फास्टिङ, यो चाहिँ संसारभरि नै यसको कन्सेप्ट चाहिँ डेभलप हुँदै गएको छ। यसमा चाहिँ जसरी हामी शारीरिक स्वस्थताको लागि हामी एक दिन नखाएर बस्छौँ जसलाई हामी फास्टिङ भन्छौँ, त्यस्तै चाहिँ हामी चाहिँ कुनै हप्तामा एक दिन चाहिँ आफूलाई चाहिँ स्क्रिनबाट चाहिँ पूर्ण रूपमा टाढा राख्नुपर्छ। त्यो 24 घण्टा चाहिँ हामी स्क्रिन प्रयोग गर्नै हुँदैन र त्यस्तो कुरा गर्नाले हामी जुन दिनानुदिन चाहिँ स्क्रिनमा डिपेन्डेन्ट हुँदै गएका छौँ, हाम्रो लत जुन बस्दै गएको छ त्यसलाई चाहिँ हामी ब्रेक गर्न सक्छौँ र त्यसबाट आफूलाई हामी चाहिँ बचाउन सक्छौँ। त्यस्तै स्क्रिन टाइमलाई कम गर्नलाई जुन हाम्रो रियल लाइफ छ, हाम्रो साथीभाइ, हाम्रो परिवारका सदस्यहरू, हाम्रा रिलेटिभहरूसँग हाम्रो रियल टाइम कन्ट्याक्ट भनेको उनीहरूसँग प्रत्यक्ष संवाद, हामी उनीहरूसँग प्रत्यक्ष समय बिताउने जुन हाम्रो दिनानुदिन कम हुँदै गएको छ त्यसलाई चाहिँ हामी त्यसमा बल दिनुपर्छ र त्यसलाई हामी बढाउँदै गयो भने त्यसले पनि हाम्रो 24 घण्टाको दैनिक स्क्रिन टाइम जुन हाम्रो बढ्दै गएको छ त्यसलाई नियन्त्रित अवस्थामा राख्न यसले धेरै नै मद्दत पुर्याउँछ। त्यस्तै धेरै स्क्रिन टाइम भएर जुन हाम्रो स्वास्थ्यलाई यसले असर गरेको छ त्यसलाई कम गर्नलाई हामीले चाहिँ जुन मोबाइल या स्क्रिन छ त्यसको जुन ब्याकग्राउन्ड लाइट छ त्यसको इन्टेन्सिटी कम गरेर पनि हाम्रो आँखामा पर्ने दुष्प्रभावलाई हामी चाहिँ कम गर्न सक्छौँ। त्यस्तै हामी विभिन्न प्रकारको ग्लासेसहरू जसले कि स्क्रिनबाट आएको जुन लाइटहरू छ त्यसबाट जुन लाइटले हाम्रो आँखालाई असर गर्छ, त्यसमा खास गरेर ब्लू लाइटले हाम्रो आँखालाई असर गर्ने भएकोले हामी त्यस्ता चस्माहरू जहाँ कि ब्लू कट ग्लासेस प्रयोग भएको छ त्यसको प्रयोगले पनि आँखामा पर्ने जुन समस्या छ त्यसलाई हामी चाहिँ न्यून गर्न सक्छौँ। त्यस्तै कम्तीमा सुत्नु 1 घण्टा अगाडि चाहिँ हामीले मोबाइललाई या ल्यापटपलाई स्क्रिनलाई अफ गरेर सुत्नुपर्छ। यसले चाहिँ हाम्रो निन्द्रामा सुधार ल्याउन यसले मद्दत पुर्याउँछ। त्यस्तै रचनात्मक क्रियाकलाप जस्तो किताबहरू पढ्ने, लेख्ने, मनोरञ्जन हुने कुराहरू गर्ने, त्यस्तै चाहिँ योग, ध्यान इत्यादिमा आफ्नो समय बिताउने जस्ता क्रियाकलापले पनि स्क्रिन टाइमलाई कम गर्न र यसले पर्ने जुन चाहिँ स्वास्थ्यमा दुष्प्रभाव छ त्यसलाई कम गर्न यी कुराहरूले चाहिँ मद्दत पुर्याउन सक्छ। अभिभावकको लागि विशेष गरी यो प्रश्न कि हामी अभिभावक चाहिँ बालबालिकामा स्क्रिन टाइम छ त्यसलाई कसरी चाहिँ नियन्त्रित गर्न सक्छौँ, कसरी कम गर्न सक्छौँ, यो चाहिँ अभिभावकहरूको लागि एकदमै महत्त्वपूर्ण हुन जान्छ। अभिभावकहरूले चाहिँ जोर जबरजस्ती बालबालिकासँग गर्नु हुँदैन। बालबालिकामा चाहिँ स्क्रिन टाइम नियन्त्रित गराउनलाई सबभन्दा पहिला आफू नै स्क्रिन टाइम नियन्त्रित गरेर उनीहरूको अगाडि आफूलाई उदाहरणको रूपमा पेश गर्न सक्नुपर्छ। त्यस्तै स्क्रिन टाइम कम गर्नलाई उनीहरूसँग जबरजस्ती गर्नु हुँदैन। उनीहरूसँग चाहिँ आरामले
यसको दुष्प्रभाव, यसले पार्ने जुन स्वास्थ्यमा समस्याहरू छन् ती कुराहरूको बारेमा छलफल गर्दै र यसको चाहिँ समयलाई कम गर्नलाई चाहिँ उनीहरूलाई काउन्सिलिङ गर्न सकिन्छ। त्यस्तै उनीहरूसँग चाहिँ यसको विषयमा छलफल गरेर यो समय सीमालाई चाहिँ निर्धारित गर्न सकिन्छ र त्यो समय सीमालाई चाहिँ अभिभावकले मोनिटरिङ गर्नुपर्छ कि त्यो समय सीमा जुन निर्धारित गरेका छौँ हामीले बालबालिकासँग त्यो पालना भएको छ कि छैन, र त्यो पालना भएको छैन भने फेरि काउन्सिलिङ गरेर त्यसलाई चाहिँ त्यो लिमिटलाई चाहिँ हामीले क्रस हुन नदिनलाई बालबच्चाहरूसँग चाहिँ सहकार्य गरिराख्नु पर्दछ। त्यस्तै स्क्रिन प्रयोगको सट्टा आफू र आफ्नो बालबालिकालाई चाहिँ फिजिकल एक्टिभिटी, मनोरञ्जन हुने कुराहरू, कलात्मक कुराहरूमा चाहिँ आफू पनि सक्रिय भएर लाग्नुपर्छ र सँगसँगै आफ्नो बालबालिकालाई पनि त्यसमा चाहिँ सक्रिय बनाउनु पर्छ। यसले पनि चाहिँ टोटल स्क्रिन टाइम बालबच्चाहरूमा चाहिँ कम गर्न सकिन्छ। त्यस्तै उनीहरू चाहिँ स्क्रिन प्रयोग नगरेर त्यस्ता कलात्मक, सृजनात्मक र चाहिँ मनोरञ्जनात्मक काममा आफू सक्रिय भएको व्यवहार देखायो भने त्यसलाई चाहिँ हामीले रियल टाइममा प्रशंसा गर्नुपर्छ र त्यो प्रशंसाले उनीहरूलाई चाहिँ त्यो काममा चाहिँ काम गर्न प्रोत्साहन दिन्छ र उसलाई चाहिँ ती कामहरूबाट खुसी प्राप्त गर्छ र ऊ आफै पनि स्क्रिन टाइम कम गर्दै जान्छ। सो आजको अन्तिम प्रश्न, मानसिक रूपमा स्वस्थ रहनलाई स्क्रिन प्रयोगमा हामीले के सावधानीहरू अपनाउनु पर्छ? यो एकदमै महत्त्वपूर्ण विषय हो। यसमा चाहिँ सबभन्दा पहिला हामी मन लाग्यो कि जतिखेर मन लाग्यो भने चाहिँ मोबाइल खोलिदिने, ल्यापटप खोलेर प्रयोग गर्न थाल्ने होइन। त्यो प्रयोग गर्नुभन्दा अगाडि जहिले पनि हामी एकछिन सोच्नुपर्छ, यो प्रयोगबाट आज हामीले म चाहिँ के खोजिरहेको छु यो प्रयोगबाट, र यसले हाम्रो मानसिक स्वास्थ्य या हाम्रो शारीरिक स्वास्थ्यलाई, मेरो स्वास्थ्यमा यसले कस्तो असर पार्छ, यो चाहिँ एकछिन हामी सोच्नुपर्छ र त्यसपछि हामी मात्रै प्रयोग गर्नुपर्छ। त्यस्तै हामी चाहिँ सकारात्मक सामग्री हेर्ने बानी बसाल्नुपर्छ। जुन सामग्रीबाट हाम्रो चाहिँ केही सिकाइ हुन्छ, जुन सामग्रीबाट हाम्रो केही चाहिँ प्रेरणादायी कुराहरू हामी जहाँबाट प्राप्त गर्न सक्छौँ त्यो कुराहरू सिलेक्ट गरेर हामीले हेर्नुपर्छ। जथाभावी मोबाइल ओपन गरेर जे मन लाग्यो त्यो हेर्नु हुँदैन र रिल चाहिँ फटाफट चेन्ज गर्दै स्क्रोल गर्ने बानी जुन छ हाम्रो त्यो हटाउँदै जानुपर्छ। बिहान उठ्ने बित्तिकै मोबाइल लिएरै उठ्ने जुन हाम्रो बानी छ त्यसलाई हामीले त्याग्नुपर्छ। हामीले कम्तीमा उठिसकेपछि पहिलो 1 घन्टा मोबाइल छुनु हुँदैन। त्यस्तै हामी चाहिँ राति सुत्न जानुभन्दा 1 घन्टा अगाडि मोबाइललाई बन्द गरेर टाढा राखिहाल्नुपर्छ। यो दुईटा कुरा गर्ने बानीले हाम्रो मानसिक स्वास्थ्यलाई यसले धेरै नै पोजिटिभ चाहिँ रूपमा चाहिँ हामीलाई राम्रो गरिरहेको हुन्छ। यदि हामी स्क्रिन प्रयोग गरिरहेछौँ भने हामी चाहिँ बेरोकटोक चाहिँ घन्टौँ चाहिँ जुन प्रयोग गर्ने बानी छ त्यसमा चाहिँ बिचबिचमा हामी सोच्नु पर्दछ। अघि चाहिँ सुरु गरेर धेरै बेरसम्म चाहिँ यो प्रयोग गरेको जस्तो आफूलाई लाग्छ भने त्यसलाई ब्रेक लिनुपर्छ। त्यो चाहिँ यो होइन कि घन्टौँ चाहिँ त्यो प्रयोग गरिराख्ने र टाउको दुख्न थालेपछि मात्रै त्यसमा ब्रेक लिने, त्यो बानीलाई हामी छोड्दै एउटा चाहिँ टाइमर पनि हामी सेट गर्न सक्छौँ र त्यो टाइम क्रस गर्ने बित्तिकै हामी त्यो प्रयोगबाट चाहिँ आफूलाई टाढा गर्नुपर्छ। फेरि यदि आवश्यक छ भने केही बेरमा फेरि हामी त्यो प्रयोग गर्न सक्छौँ, तर हामी कहिले रोकिने, स्क्रिन प्रयोग गरिरहेछौँ भने कति समयपछि आफूलाई रोक्ने त्यो हामीले निर्धारित गर्नुपर्छ र त्यो निर्धारित मात्रै गर्ने होइन कि त्यो समय आएपछि आफूलाई रोक्न पनि पर्छ र स्क्रिन चाहिँ प्रयोग गर्न त्यतिखेर रोकेर आवश्यकता अनुसार फेरि प्रयोग गर्न सकिन्छ। त्यसैले म के भन्न चाहन्छु भने स्क्रिन समय मन लागेको जति होइन, जीवनको समय कति उपयोगी बनायो भन्ने कुरो महत्त्वपूर्ण हुन्छ। साथीहरू, त्यसैले आजैदेखि हामी प्रतिज्ञा गरौँ कि हामी चाहिँ स्क्रिन टाइम प्रयोग गर्दा आँखालाई विश्राम दिन बिर्सिनु हुँदैन। हामीले स्क्रिन टाइम कम गरेर आफ्नो मस्तिष्कलाई एउटा ठुलो लोड, ठुलो भारबाट मुक्ति दिउँ। त्यस्तै हाम्रो सम्बन्धलाई डिजिटल पर्दाबाट होइन वास्तविक स्पर्शबाट बलियो बनाऊ।